हेलो सेवा नमस्कार सम्पूर्णमा आज चाहिँ म फेरि न्यू डे न्यू ब्लग लिएर धेरै दिनपछि तपाईहरुमा उपस्थित भइसकेको छु। म लक्ष्मी राई अनि यतातिर पछाडि के हेर्दै हुनुहुन्छ भने देख्दै हुनुहुन्छ भने रक्सी पार्दै छौं हामी चाहिँ भरे बेलुका चिन्ता राख्नुको लागि। अनि अब के रे यो चाहिँ कार्तिक ग्रहको लागि चाहिँ हामीले भरे बेलुका चाहिँ अब शनिबार चाहिँ छुट्टी हुन्छ, त्यही भएर हामी चाहिँ सल्लाह गरेर अनि शनि बिदाको दिन गरौँ न त भन्ने भयो। अनि त्यही भएर अनि त्यसपछि चाहिँ अब म चाहिँ घर लिप्नु पर्ने हुन्छ, साथीहरु माटो ल्याउनु पर्ने हुन्छ, माटो लिन जान्छु। त्यसपछि माटो लिएर घर लिप्नु पर्ने हुन्छ, चिन्ता बस्नुको लागि घरहरु सबै सफा गर्नु पर्ने हुन्छ। त्यसपछि अनि हेर्दै गर्नु होला। अब यता चाहिँ यस्तो छ साथीहरु, तर अब यो पनि के गर्ने, अब यहाँ यो उचालिसकेपछि चाहिँ यता हेर्नुस् चारो उसिन्नु पर्ने हुन्छ सुँगुरलाई यसरी यो काटेर। अनि त्यसपछि अनि चारो उसिन सकेपछि चाहिँ चारो दिनुपर्ने हुन्छ। यस्तो छ हाम्रो चाहिँ। अनि अब साथीहरु म चाहिँ अघि फेरि यहाँ चाहिँ पानी निकाल्नु भन्नुभएर आएको, कति छिटो तातिने रहेछ। अनि म चाहिँ अघि बिहानै यो चाहिँ हिजो फुलहरू काटेको मैले, अनि बिहानै म चाहिँ लुगाहरू सबै धोएँ। अनि लुगाहरू धोएर खाना बनाएँ। हाम्रो चाहिँ घर यस्तो छ, लुगाहरू धोएर खानाहरू बनाएँ। अब म चाहिँ माटो खन्नु जानुपर्ने हुन्छ साथीहरु, हेर्दै गर्नु होला। हेरो हाम्रोमा चाहिँ फर्सी यस्तो छ, यस्तो मादले फर्सी कागती चाहिँ, तर नि हेर्नुस् है यस्तो पहेँलो भएको छ कि पाकेको छ कि त्यतिकै छ क्या, त्यति धेरै थियो झर्दैछ त्यतिकै टिप्दै खान्छौँ कहिले। यो चाहिँ हाम्रो अदुवाबारी हो, अदुवा चाहिँ अब खन्ने बेला हुन्छ। हाम्रो अदुवा चाहिँ साथीहरु यतिको फलेको छ है, यस्तो हाम्रो अदुवा चाहिँ यस्तो छ है। अनि म चाहिँ साथीहरु माटो खन्नु हिँड्ने है माथि। हाम्रो चाहिँ माटो ल्याउनु पर्ने चाहिँ राम्रो चाहिँ अलिक माथि हो, तर पनि अस्ति नै पानी परेर बाटो सबै बिगारेको छ, त्यही भएर म चाहिँ यहाँ माथिकै ल्याउने भए। अनि अब टमाटर पनि रहेछ यहाँ, भरे म चाहिँ टमाटर टिपेर सुँगुरको मासुसँग म पकाउन चाहन्छु। अनि त्यसपछि भरे चाहिँ अलिक कतिजना हामी भेला हुन्छौँ चिन्ताको लागि, चिन्ता बस्नुको लागि। अरू अङ्कलहरूलाई पनि बोलाउनु भएको छ आमाले, अनि हामी चाहिँ चिन्ता राख्ने भनेर चाहिँ मेरोमा बाटो चाहिँ यस्तो छ साथीहरु। म माटो खन्दै गरेको पनि तपाईहरुले देखाउने नै छु, हेर्दै गर्नु होला साथीहरु। म चाहिँ माटो खन्न आइपुगेँ यहाँ, माटो खन्न आएको, त्यही भएर चोरेर लानुपर्ने छ साथीहरु। यो चाहिँ त्यस्तो छ समस्या। अब यसलाई चाहिँ म खनेर डोकोमा हालेर म तपाईहरुलाई देखाउने नै छु। एक्लै छु त्यही भएर भिडियो बनाउन अप्ठ्यारो भएर चाहिँ, त्यही भएर साथीहरु मैले चाहिँ माटो पनि खनिसके चोरेर। तर आमाले भन्नुहुन्छ होला माटो लिएको छ है भनेर मामाहरूलाई, नभए गाली खानुपर्छ। म चाहिँ यति साथीहरु खनिसके, अब चाहिँ घर लगेर म लिप्नु पर्ने हुन्छ। यति खने मैले, हेर्दै गर्नु होला। म घर लिप्दै गरेको तपाईहरुलाई भिडियो देखाउने नै छु। आजको मौसम चाहिँ यस्तो छ साथीहरु, हाम्रो गाउँ चाहिँ यस्तो हो साथीहरु। हेर्दा माटो चाहिँ यति देखिन्छ कि, तर पनि चिसो छ कि माटो चाहिँ लास्टै गरौँ क्या। यति नै मेरो भारी चाहिँ छ कि, तर भारी चाहिँ गरौँ चाहिँ लास्टै गरौँ क्या। तर के साह्रो हो माटो बोक्नु त नसक्ने अवस्था हो कि के हो। मैले चाहिँ यहाँ तोरी बारीमा हिँडिरहेको छु। म तोरी छर्नु भएको रहेछ, खोर्सानी पनि छ, तोरी पनि त छ। अनि मेरो जाने बाटो चाहिँ कतादेखि हो, बाटै देख्दै छुइनँ त म त। अनि यहाँ साथीहरु यहाँ पनि अदुवा छ है, अदुवा अब अन्तिम हो अदुवाको चाहिँ। अनि अदुवा खन्नुपर्ने हुन्छ, खनेर राखेर अनि त्यसपछि फेरि बिउ राखेर अनि रोप्नु पर्ने हुन्छ अदुवा चाहिँ। बाटो चाहिँ यस्तो छ ल। अब म चाहिँ घर अब यहीँदेखि नजिकै हो, यहाँ चाहिँ नजिकै आयो भने चाहिँ
के को हिँड्ने जस्तो मान्छे त हो कि होइन। बाटोमा झरिसकेँ म चाहिँ साथीहरू। अब म गएर गोबर भेला पारेर अनि त्यसपछि घर लिप्छु। हेर्दै गर्नु होला साथीहरू। म चाहिँ घर लिप्नुको लागि यहाँ गोबर लिन आएको छु। हाम्रो गाई चाहिँ यति छ। गोबर टिप्नु पर्ने हुन्छ अब। बिहानै गोबर फ्याल्नु पर्छ, त्यही भएर गोबर चाहिँ यतातिर फ्याल्नु भएको हुन्छ क्या। यसरी यस्तो छ गोबर, यसलाई चाहिँ यसरी निकाल्ने। आज चाहिँ म सबै किचनमा र बाहिर मात्रै लिप्थेँ, आज चाहिँ सबै लिप्नु पर्ने छ। निकै चाहिन्छ। कोदोको नलले सबै नल पनि फाल्दाखेरि गोबर चाहिँ यति सब पुग्छ। साथीहरू म चाहिँ घर लिप्न सुरु गरिसकेँ। यता छ यस्तो माटो छ अनि अब यतादेखि यसरी लिपेर ल्याउनु पर्ने हुन्छ घर चाहिँ। र साथीहरू म चाहिँ घर लिपिसकेँ आज। यता पनि अनि त्यसपछि यता पनि मैले लिपिसकेँ। अनि त्यसपछि यता चाहिँ चिन्ता राख्नु पर्ने होला भरे। यता पनि मैले लिपिसकेँ यस्तो। त्यसपछि मैले किचन पनि लिपिसकेँ साथीहरू। किचन चाहिँ यस्तो छ हाम्रो चाहिँ यस्तो। अब यहाँ चाहिँ खाना बनाउनु पर्ने हुन्छ एकछिनमा। अब चाहिँ म नुहाउँछु अनि त्यसपछि साथीहरू। अनि मैले के लिएको छु भन्दाखेरि यो चाहिँ हामीले बिरालोलाई खाना दिन्छौँ। यसरी बिरालोको खाने ठाउँ चाहिँ यहाँ छ, खाएर छ। मैले यो पनि अचारको लागि ल्याइसकेँ। त्यसपछि यहाँ चाहिँ कागती पनि थियो, कागती ल्याएँ। खोर्सानी पनि छ साथीहरू। म चाहिँ खाना बसाइसकेँ। अब यहाँ चाहिँ छिटै खाना बनाउनु छ अनि त्यसपछि चिन्ता राख्नुपर्ने। अनि अङ्कल आन्टीहरू आउनुहुन्छ पर, अनि तल घर भाइ बहिनीहरू आउनुहुन्छ। मेरो आगो फुक्ने चाहिँ यस्तो छ है। तपाईँहरूकोतिर कस्तो छ? मेरो चाहिँ यस्तो छ आगो फुक्ने। अब यसमा चाहिँ दाल बसाउँछु म। यसमा चाहिँ खाना बसाएको मैले। अनि साथीहरू अब म चाहिँ खाना बनाउँछु अनि त्यसपछि दाल र खाना बसाएको छु। अनि त्यसपछि अब एकछिनमा मासु पकाउँछु। त्यसपछि टमाटरको अचार बनाउँछु। अनि त्यसपछि चाहिँ हाम्रो सुरु हुन्छ होला, उतादेखि पनि आउनुहुन्छ। त्यसपछि चाहिँ साथीहरू यता चाहिँ ढोले धागो यसरी बेर्नु पर्छ। यो के को बाँसको उसको अदन्तीमा हाम्रो धामी बाजे चाहिँ यता हुनुहुन्छ बडाउ चाहिँ। अनि यता हाम्रो भाइ हुनुहुन्छ हाम्रो भाइ। यस्तो चिन्ता राख्दा चाहिँ यस्तो चाहिन्छ। तपाईँहरूलाई कसलाई थाहा छ? अनि डोकोमा यतातिर रेडी भइसक्यो।